दर्शकबिन पहिला चाहिँ यो भिडियो हेरौँ अनि त्यसपछि कुरा गरौँला है त। दर्शकबिन हेर्न सक्नुहुन्छ जनताको हस्ताक्षर महाअभियानमा हबिबुल रहमान हुनुहुन्छ। यसरी राजा सहितको प्रजातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य चाहिन्छ भनेर एका बिहानै सिग्नेचर गर्दै हुनुहुन्छ र यो खालको माहौल छ। मेरो पछाडि लुकिराख्नु भएको छ, उहाँ सरकारी कर्मचारी पनि यहाँ बस्नु भएको छ भने हामी यो चर्चित तपाईको यो सिराहा जिल्लाको मिर्चयामा यो पुरानो खुसबु होटल भनेको छ, वैष्णव होटल भनिएको छ, यहाँ छौँ र एकजनाले गरिसक्नुभयो, अर्कोजनाले पनि यसरी सिग्नेचर गर्दै हुनुहुन्छ। अग्र समाज हुनुहुन्छ, देशलाई बचाउनुपर्छ, सबै मिलेर बस्नुपर्छ भन्नुभएको छ। तपाईँले उहाँलाई गाह्रो भयो भने तपाईँले नाम लेखेर सिग्नेचर गर्न लगाइदिनु न, त्यो यो गर्दै हुनुहुन्छ। हेर्नु भने दर्शकबिन उहाँहरू चाहिँ धर्मले जन्मजात हिन्दू धर्म नभएर एउटा मुस्लिम धर्ममा जन्म लिएको मान्छे हो है। नेपालका अधिकांश धेरै जसो भन्दा लगभग सबै मुस्लिमहरू राजाको पक्षमा हुनुहुन्छ। यो चाहिँ पूर्व सिराहातिरको दृश्य हो। राजा कि राष्ट्रपति भन्ने जनताको हस्ताक्षर महाअभियानमा उहाँहरू सहभागी हुनुभएको छ होइन। हिन्दू राष्ट्र र राजा चाहियो, हामीलाई राष्ट्रपति चाहिएन भनेर उहाँहरूले हस्ताक्षर गर्दै हुनुहुन्छ। तपाईँ हामी जन्मजात हिन्दू भएर पनि राजाको पक्षमा बोल्दैनौँ होइन। हामी किन बोल्दैनौँ भन्दा हाम्रो नबोल्नुको एउटा मात्र कारण छ, त्यो हो हामी कसैको झोले अथवा कुनै पार्टीको झोले भएर होइन हामी हिँडिरहेका छौँ, त्यसैले बोल्दैनौँ। तपाईँहरू पनि नेपाल अधिराज्यभरि जो जहाँ हुनुहुन्छ राजा कि राष्ट्रपति भन्ने महाअभियानमा सहभागी भएर राजाको पक्षमा हस्ताक्षर कार्यक्रममा सफल पारिदिनु होला, यति भन्न चाहन्छु। सलाम छ उहाँहरूलाई।